बुझ्नेलाई हिरा रहेछ नबुझ्नेलाई पीडा रहेछ तिमी र म सँगै हुँदा माया थियो स्वर्ग जस्तो दुई दिनमै विश्वास तोडिदियो माया किन भयो यति सस्तो प्रस्तुत प्रमाण आधार तथा प्रत्यक्षदर्शीहरूको भनाइका आधारमा प्रतिवादी सत्यप्रकाश गौतमले नियतपूर्वक ज्यान मारेको देखिएकाले मुलुकीय अपराध संहिता 2074 को दफा 177 उपदफा 1 अनुसार जन्मकैद हुने छ। मेरो नजिक नभई थाहा थियो माया के हो यसले दिन जलाउँछ भनी खुसी खोज्दै हिँड्यौ झुक्याएर रहर पुरा गर्यौ रुवाएर विश्वासले नै लाज हालिसक्यो हामी दुईको प्रेम देखेर ए बाबु बाबु यो फोटो त मेरो नातिको पो हो त के लेखेर रहेछ बाबु मैले थम्याउनु सकिनँ पढ्देऊ त बा तपाईको नातिले त प्रेमिका मारेर जेल पो गएर रहेछ त